लगानी संसार युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ र यो भिडियोमा चाहिँ म तपाईँहरूले सोध्नु भएको केही क्वेसन त्यस्तै गरेर दुईवटा कम्पनीको एनालाइसिस पनि गर्नेछु। सबैभन्दा पहिला ती दुई कम्पनीको कुरा गरौँ। पहिला हेरौँ यो रिलायन्स स्पिनिङ मिल। यो रिलायन्स स्पिनिङ मिललाई तपाईँले हेर्नुहुन्छ भने पछिल्लो समयमा जब यो 5050 सम्म पुग्यो त्यसपछि कन्टिन्युअसली यो डाउन ट्रेन्डमा आएर पछिल्लो समयमा चाहिँ यो कम्पनीले लगभग 2900 को एरियाबाट यसले सपोर्ट लिएको चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। सपोर्ट लिइसकेपछि यसले ब्रेकआउट गर्नुपर्ने पोइन्ट थियो यो। त्यो भनेको चाहिँ लगभग 3450 को पोइन्टलाई चाहिँ यसले ब्रेकआउट गर्नुपर्ने थियो। 3450 को पोइन्टलाई यसले ब्रेकआउट गर्यो र यो ब्रेकआउट पश्चातको करेक्सन अहिले कन्टिन्युअसली चलिराखेको छ। अस्ति कसले हो सोध्दै हुनुहुन्थ्यो मलाई रिलायन्स स्पिनिङ मिल कति जान्छ भनेर र मैले त्यो बेला नै भनेको थिएँ अब यो ब्रेकआउट गरिसकेपछि चाहिँ एउटा हाई बन्छ, त्यो हाई पछि चाहिँ करेक्सन हुने सम्भावना छ भनेर मैले भनि नै राखेको थिएँ र यसको करेक्सन अस्तिबाट नै सुरु भएको हो र आज पनि मजाले करेक्सन भयो। अब यसको सपोर्ट अहिलेको लागि यही 3170-80लाई तपाईँले लिन सक्नुहुन्छ। होइन भने चाहिँ यसको करेक्सन फेरि एकचोटि यही 2970 नै आउने चाहिँ देखिन्छ। अब अरू इन्डिकेटरबाट पनि हेर्ने हो भने एमएससिडीबाट पनि सेलिङ प्रेसर छ, भोल्युमले पनि सेलिङ प्रेसर क्रिएट गरेको देख्न सकिन्छ। डिस्ट्रिब्युट र एकुमुलेटबाट यसलाई डिस्ट्रिब्युट नै अहिले हाबी भइरहेको देखिन्छ भने बोलिङ्गर ब्यान्डबाट हेर्ने हो भने अब यो मिडल ब्यान्डलाई आज ब्रेकआउट गर्न खोजेको थियो र यो भनौँ न मिडल ब्यान्डलाई आज ब्रेकआउट गर्न खोजेको थियो, तथापि मिडल ब्यान्डबाट नै यसले मिडल ब्यान्डलाई सपोर्ट बनाउन खोजेको छ र भोलिको दिनमा पनि यो मिडल ब्यान्ड अथवा यो 3180-90बाट चाहिँ यसले सपोर्ट लिएन भने चाहिँ फेरि तलसम्म आउने सम्भावनाहरू चाहिँ रहन्छ। त्यसैले तपाईँ अलिकति चनाखो रहनुहोला। अब तपाईँले रिसेन्ट टाइममा बाई गर्नुभएको छ भने पक्कै स्टप लस गर्नुभयो होला होइन। अब भनौँ न तपाईँले 3670-80तिर बाई गर्नुभएको भए अब अहिले फेरि 3200तिर आइपुगेको छ। त्यो कारणले अब यति ठुलो लसमा चाहिँ तपाईँले सेल गर्ने कुरा चाहिँ हुँदैन होइन। ती चाहिँ अब एकुमुलेट गर्नु पर्यो। अलि राम्रै घटेको कति छ कितामा लगभग 400 जति भनेको चाहिँ निकै राम्रो लस्ट हो। त्यसैले गर्दाखेरि अलिकति तपाईँले विचार गर्नुपर्ने हुन्छ। अब माथि स्टप लस गर्नु भएन भने तलतिर योभन्दा सस्तोमा आउँदाखेरि तपाईँले एकुमुलेट गर्ने एउटा रणनीति चाहिँ लिनुपर्ने हुन्छ। ठिक छ। अब यो मिडल ब्यान्ड अथवा 3150-60बाट यसले सपोर्ट लिएर माथि जान्छ र फेरि यो 3690को रेन्जलाई यसले ब्रेकआउट दिन्छ भने फेरि अर्को हाई चाहिँ यसले बनाउन सक्ने सम्भावना पनि यो बजारमा रहन्छ। त्यसैले बाई गर्ने सोचमा हुनुहुन्छ भने अलिकति वेटमा हुनुहोस् होइन। अब तपाईँहरू माथि अस्ति तलतिर 2900तिर बाई गर्नुलेहरूले अहिले अब प्रफिट बुक गर्नु नै भयो होला होइन। सो त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँहरू अलिक सचेत चाहिँ रहनुपर्छ। बाई गर्नेहरूले अलिकति पर्खर हेरेको अवस्थामा छ। अब रिसेन्ट आज नै तपाईँले बाई गर्नु भएको छ भने स्टप लस कहाँ राख्ने भन्ने तपाईँलाई थाहा छँदै नै छ है। अब यो एचआरएलको पनि मैले केही दिन अगाडि कुरा गरिराखेको थिएँ। यो एचआरएलले जब यो भनौँ न 630-40को लेभललाई जब यसले ब्रेकआउट गर्यो होइन, यसलाई यसले ब्रेकआउट गर्यो त्यसपछि चाहिँ यो करेक्सन हुन सक्छ भनेर मैले भनिराखेको थिएँ। त्यो कारणले अब यसको राइट सेयर आउने भए तापनि यसको राइट सेयर आउने कन्फर्म नभइसकेको हुनाले पनि अहिले नै बाई गर्ने आत्तिएर बाई गरिहाल्नु पर्ने कारण पनि छैन मैले भनेको थिएँ। र अर्को यो ग्याप पनि छोडेको थियो र यो ग्यापबाट पनि अब यसको करेक्सन यो ग्यापको फुलफिल पनि गर्ने भएको कारणले गर्दाखेरि पनि यो तल करेक्सनमा आएको छ। अब अझै यो कम्पनीको सेयर मूल्य यो 670-80सम्म आउन सक्छ भनेको यो मिडल ब्यान्डसम्म। यदि त्योभन्दा पनि मुनि आयो भने त फेरि 600 होइन 570-80सम्म आउन सक्छ। त्योभन्दा पनि मुनि आयो भने त फेरि 550तिर पनि आउन सक्ने हुनाले अब बाई गर्ने साथीहरूले अहिले पर्खिनुहोस्, हतार नगर्नुहोस् होइन। रिसेन्ट टाइममा बाई गर्नु भएको छ भने अब अलिकति स्टप लस पनि सोच्ने होला
होइन। भोलिको दिनमा यदि यो 570 80 भन्दा मुनि आयो भने स्टप लस सोच्ने, होइन भने चाहिँ तपाईँहरूले होल्ड नै गर्दा हुन्छ। यसले ब्रेकआउट चाहिँ दिएको छ, ब्रेकआउट यो सानो ब्रेकआउट पछिको यो करेक्सन हो। अझै ठुलो ब्रेकआउटहरू यसले दिँदै जानुपर्ने छ, त्यसपछि अझै हामी ढुक्क हुन सकिने अवस्था चाहिँ पक्कै छ है। सो यी दुईटा कुराहरू यिनै भए। अब सोध्नु भएको क्वेसन्समा जाउँ। हाम्रो एसकेआर सुन्दरजीले सोध्नु भएको छ, एएचपिसी 291 को भाइ छ, एभरेजिङ कतिमा गर्ने वा नगर्ने, यसको समग्र फन्डामेन्टल र टेक्निकल दुवै विश्लेषण गरिदिनुहोस् भन्नुभएको छ। एएचपिसी है, एएचपिसी अरुण भ्याली है, अरुण भ्याली 291 को बाहिर छ होइन। तपाईँको 291 को बाई भनेको चाहिँ अलि माथि नै बाई गर्नुभएको रहेछ होइन। अ, यो अझै घट्ने क्रममा छ होइन। यो अझै तलतिर आयो भने होइन, भनौँ न यो मिडल ब्यान्डसम्म अझै आउन सक्छ, 260 65 सम्म आउन सक्छ होइन। अब एभरेजिङ चाहिँ तपाईँले योभन्दा यति तलतिर आउँदाखेरि एभरेजिङ गर्न सक्नुहुन्छ होइन। तर एउटा चाहिँ यसमा के देखिएको छ भन्दाखेरि है, यसको अलिकति डाउन ट्रेन्ड जस्तो नै छ। यसले जुन ब्रेकआउट गर्न खोजिराखेको थियो यो 319बाट यो तलतिर घट्न थालेको हो। त्यसपछि यसले योभन्दा तल अर्को लो बनायो, योभन्दा तल अर्को लो बनायो होइन, अर्को लो बनायो। अब त्यसपछि यसले ब्रेकआउट गर्नुपर्ने भनेको खासमा यो 280लाई ब्रेकआउट गर्नुपर्ने हो होइन। 280 88 को लेभललाई ब्रेकआउट गर्नुपर्ने हो। यो तलको सानो त ब्रेकआउट त दियो होइन, 260 को लेभललाई। अब अहिले पनि लगभग यो 260सम्म यसको करेक्सन हुन सक्छ। करेक्सन भएर यदि यो 260को लेभलबाट माथि बाई गर्ने अपर्च्युनिटी आउँछ भने बाई गर्ने, होइन भने केही समय अझै पर्खिने। अझै तल होइन 250 60तिर पनि आउन सक्छ है। 291 भनेको तपाईँको माथि नै बाई गर्नुभएको रहेछ लगभग यतातिर होइन। त्यति धेरै आत्ति नै हाल्नु पर्ने त छैन तपाईँको होइन। कितामा त्यस्तै अब तपाईँको 20 30 रुपियाँ चाहिँ लस्ट छ होइन। सो अब यो तलतिर आउँदाखेरि 260तिर बाई गर्नुभयो भने 260तिर बाई गर्दाखेरि पनि तपाईँको लस्टहरू मेन्टेन चाहिँ हुन जान्छ। तथापि यो अलिकति लोवर लोको श्रृङ्खला जस्तो जस्तो देखिएकोले यो 260 भन्दा पनि मुनि आउँछ भने अझै कुर्ने हो कि होइन, त्यसरी तपाईँले हेर्न सक्नुहुन्छ। तर त्यति आत्तिहाल्नु पर्दैन जस्तो लाग्छ है मलाई यो कम्पनीमा। अनि अर्को यसको चाहिँ टेक्निकल त भयो। अब फन्डामेन्टलको पनि हामी कुरा गर्ने हो भने यो फन्डामेन्टललाई तपाईँले आफैले पनि हेर्न सक्नुहुन्छ। एएचपिसी है, एएच अरुण भ्याली। अब यो अरुण भ्यालीलाई हामीले हेर्छौँ भने कस्तो छ त यसको अरुण भ्याली फन्डामेन्टली अब त्यस्तो स्ट्रङ त होइन, ठिक ठिकैको कम्पनी नै हो होइन। अरुण भ्याली विगतमा पनि यसले सामान्य बोनसहरू चाहिँ दिइराखेको छ है। विगतमा हेर्ने हो भने लगभग 10% 10% 8% 7%, अनि विगत 2 वर्षको कुरा हेर्ने हो भने 3% र 5% दिइराखेको छ। सामान्य बोनसहरू चाहिँ दिने कुरा नै हो होइन। अनि अलिकति अब गत वर्षको तुलनामा यसको क्वार्टरली रिपोर्ट अब यो लाइबिलिटिज घट्नु राम्रो कुरा हो, एसेट्स बढेको छ, टोटल एसेट्स बढेको छ, रेभेन्यू 50%ले नै घटेको छ, ग्रस प्रफिट बढ्यो, नेट प्रफिट पनि 60%ले बढेको छ, इपिएस र रिटर्न अन इक्विटी पनि गत वर्षको तुलनामा घटेको छ भनेपछि अब यो थर्ड क्वार्टरसम्म आउँदा त अलिक कमजोर नै देखिन्छ फन्डामेन्टली पनि है। यो कुरालाई पनि तपाईँले हेर्नुहोला। अर्को कुरा अब यसको के छ, तपाईँले अब यसलाई होल्ड गर्नुपर्ने त्यस्तो केही छ भने अब ल राइट सेयरहरू आउनेहरू छ कि छैन त्यो पनि म हेरिदिन्छु। राइट सेयरको कुराहरू पनि
आयो भने त अझै तपाईँले ढुक्कसँग हेर्न के उ गर्न पनि सक्नुहुन्छ होइन। अब विगतमा यसले 2024मा पनि राइट सेयर चाहिँ दिएको थियो। अब अहिले त्यस्तो राइट सेयर सम्बन्धी खासै त्यस्तो केही पनि आएको रहेनछ है। अब यसलाई तपाईँले यहाँनिर पाइपलाइनमा छ कि त्यही पनि है अरुण भ्यालीको यो त उसको रहेछ एप्रुभ भइसकेको पाइपलाइनको कुरा एप्लिकेसन दिएकाहरूको हेरौँ। अम्, अरुण भ्यालीको त्यस्तो राइट सेयरहरू पनि आउने खालको केही पनि रहेनछ है छनु चाहिँ। सो अब तपाईँले यसलाई होल्ड गर्नुहोस् होइन। योभन्दा मुनि आउँछ भने अब अझै सस्तोमा बाई गर्ने अपर्च्युनिटी खोज्न सक्नुहुन्छ। अथवा अब तपाईँ ठिक ठिकैको लसमा हुनुहुन्छ होइन। अब होल्ड नै गर्न सक्नुहुन्छ तपाईँले है। फन्डामेन्टल्ली ठिक ठिकै छ। अब यो फोर्थ क्वार्टरको रिपोर्ट आएपछि थाहा हुन्छ यसले कस्तो बोनसहरू दिन्छ भन्ने कुरा। टेक्निकल्ली पनि अब त्यति महँगो स्टक चाहिँ होइन चाहिँ है। त्यसैले होल्ड गर्न सक्नुहुन्छ। एसकेबिबिएलको भनिदिनु न यो पालि बोनस क्यापेसिटी के कति होला भन्ने। एसकेबिबिएल त अब राम्रै कम्पनी हो। त्यस्तो धेरै आत्तिनु पर्ने खालको कम्पनी नै होइन एसकेबिबिएल। अहिले सस्तोमा पनि चलिराखेको छ है। तपाईँको लगभग होइन 770-80मा चलिराखेको छ एसकेबिबिएल। अब एसकेबिबिएल को यो वर्ष पनि डिभिडेन्ट अब फोर्थ क्वार्टरको रिपोर्ट आएपछि मेनली थाहा हुन्छ। अब अहिलेसम्मको क्वार्टरली रिपोर्ट हेर्ने हो भने नर्मल्ली तपाईँको यही विगतकै रेसियो होइन 10 देखि 15% रेसियोमा तपाईँले एसकेबिबिएललाई हेर्न सक्नुहुन्छ। राम्रो फन्डामेन्टल्ली स्ट्रङ भएको कम्पनी मध्येमा पर्छ है। यो बिचमा अलिकति यसको फन्डामेन्टल घटेको चाहिँ छ। तथापि एसकेबिबिएल राम्रै कम्पनी मध्येमा नै पर्छ है। लङ टर्मको लागि कहिले इन्भेस्ट गर्दा राम्रो हुन्छ भन्नुभएको छ हाम्रो छवि लाल खत्रीजीले। लङ टर्मको लागि तपाईँले एकदमै फाइनेन्सियल्ली स्ट्रङ अनि लङ लामो समयदेखि कन्सिस्टेन्टली राम्रो बोनस दिइराखेको अनि एकदमै स्ट्रङ कम्पनी होइन फन्डामेन्टल्ली स्ट्रङ कम्पनी जति सस्तोमा पायो उति बाई गर्ने होइन। अनि घटेको बेला किन्ने होइन। अब अहिले पनि खासै त्यस्तो धेरै फरक त छैन नि त। राम्रो राम्रो कम्पनीहरूको सेयर खासै त्यस्तो धेरै घटबढ भएको छैन नि त होइन। अब उदाहरणकै लागि केही कुराहरू गर्ने भने जस्तै अब तपाईँको नाबिल ब्याङ्ककै कुरा गरौँ होइन एभरेस्ट ब्याङ्कहरूको कुरा गरौँ मुक्तिनाथ विकास ब्याङ्कहरूको कुरा गरौँ तपाईँको छिमेक लघु वित्तहरूको कुरा गरौँ। अब यही यस सानो एसकेबिबिएलकै कुरा गर्ने हो भने पनि यसको 8-9 सय होइन यस्तै चलिराखेको छ। अब यही बेलामा तपाईँले लगानी गर्ने हो है। जति घट्छ जति सस्तोमा पायो राम्रो राम्रो कम्पनी जति सस्तोमा पाइन्छ उति किन्ने हो। सो तपाईँले यतिखेर नै लगानी गर्ने हो। के झर्छ र भन्नुभएको छ झर्ने सम्भावना चाहिँ छैन। त्यही हो अलिकति अहिले प्रफिट बुकिङ हो है। सिबिबिएल बारे भनिदिनुहोस्। सिबिबिएल को बारेमा खासै टेन्सनै लिनु पर्दैन सिबिबिएल त होइन। मैले बारम्बार भनि नै राखेको छु सिबिबिएल को। सिबिबिएलले यसपालि पनि निकै राम्रो बोनस दिन्छ नै होइन। विगतमा पनि एकदमै राम्रो बोनस दिइराखेको हो। टेन्सनै लिनु पर्दैन सिबिबिएल फन्डामेन्टल्ली पनि एकदमै राम्रो हो। अब टेक्निकल्ली हेर्ने हो भने अब यस्तो कम्पनीहरूलाई टेक्निकल्ली हेरेर खासै फरकै पर्दैन कि होइन। यिनीहरूको त्यस्तो बढ्दाखेरि पनि एकदमै धेरै बढ्ने र घट्दाखेरि पनि एकदमै धेरै घट्ने हुँदैन होइन। तपाईँले हेर्नु न कति समय भयो। अब यो तपाईँको विगत लगभग
झन्डै झन्डै 7-8 महिना 1 वर्ष हुन लागिसक्यो। यही तपाईँको 840 देखि तपाईँको 900 1000 को बिचमा खेलिराखेको छ होइन। CPPL को खासै टेन्सन लिनु पर्दैन है। तपाईँसँग छ भने बाई गर्ने सोचमा हो भने यो बेला बाई गर्दाखेरि पनि खासै फरक पर्दैन CPPL है। HLI को पनि हेरिदिनु भन्नुभएको छ। HLI हिमालयन लाइफ इन्सुरेन्स। यसको अलिकति समस्या यो बिचमा यो हिमालयन लाइफ इन्सुरेन्सको जो साहु हो दिपक भट्ट ऊ पक्राउ परेर अलिकति अझै सेयर बजार यसको सेयरमा प्रभाव परेको हो। कन्टिन्युसली तपाईँले हेर्नुहुन्छ भने डाउन ट्रेन्ड चलिराखेको छ अहिलेको अवस्थामा यस्तो होइन, ठाडो गिरावट जस्तो। अब तपाईँले अब यो कम्पनीमा खासै अब के गर्नुहुन्छ र, जति घट्नु घटिसक्यो होइन, 300 सम्म झरिसक्यो। अब योभन्दा मुनि कतिसम्म आउला होइन, जति तल आए आउन दिनुहोस् होइन। 100 रुपियाँमा 100 200मा आयो भने बरु अरू थपेर चाहिँ तपाईँले के गर्ने भन्दाखेरि चाहिँ आफ्नो लसलाई रिकभर गर्ने पहिला बाई गर्नु भएको छ भने अहिले बाई गर्ने सोचमा हुनुहुन्छ भने अलिक पर्खिँदा राम्रो हुन्छ है। अर्को दोल्तीको कतिमा बाई गर्दा राम्रो हुन्छ भन्नुभएको छ। अब दोल्ती त तपाईँको यसको राइट सेयर पनि आउँदैछ होइन। दोल्तीको मलाई जहाँसम्म लाग्छ यसको राइट सेयर पनि आउँदैछ, 1:1 को अनुपात जस्तो लाग्छ है। राइट सेयर खाने हो भने त अब बाई गर्दा अहिले बाई गरिराख्दाखेरि पनि खासै फरक पर्दैन है। दोल्टी 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 दोल्टीको 96% यसको राइट सेयर आउँदैछ। अहिले कति चलिराखेको छ, यसको अहिले बढ्ने क्रम पनि जारी नै छ सम्भवतः होइन। ए बढ्ने क्रम भन्दा नि अलिक घट्दो क्रममा रहेछ। यसले अब यो 220लाई यसले 300लाई यसले एउटा सपोर्ट बनाउन खोजेको छ। पर्खिनुहोस् होइन, पर्खिनुहोस् अलिकति मजाले। कस्तो खालको यसले ठाउँ बनाउनु पर्छ भने यसलाई बाई गर्नको लागि यसरी यस्तो यस्तो गरेर यत्तिको अलिकति लामो, अनि यो बिचमा चाहिँ यस्तो 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 भएर यस्तरी माथि जान खोज्यो भने चाहिँ टक्क लगाएर बाई गर्यो भने दुइटै फाइदा हुन्छ है। अनि राइट सेयरमा पनि अब अहिले यसको राइट सेयर पास भइसकेको छैन, एप्लिकेसन मात्रै दिएको हुनाले त्यति धेरै हतारिहाल्नु पर्दैन है। 200%, 96%को राइट सेयर यसको अब आउँदै नै छ। सो त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँ त्यस्तो टेन्सन लिनु पर्दैन। योभन्दा सस्तोमा आयो भने अझ सस्तोमा बाई गर्ने हिसाबले तपाईँले हेर्नु न होइन। अहिले तत्कालै बाई गरिहाल्नुहोस् किन भन्दिनँ भन्दाखेरि यो डाउन ट्रेन्ड छ नि तपाईँको यहाँदेखि तल यसरी आइराखेको छ नि त, त्यसले गर्दा अझै त्योभन्दा तल 180 तिर पो भए आउँछ कि है। त्यो कुरा पनि हामीले विचार गर्नुपर्ने हुन्छ है। बाई गर्ने सोचमा हुनुहुन्छ भने पर्खिनुहोस्, तर वाच लिस्टमा स्ट्रिक्टली राख्नुहोस्। थ्याङ्क यू सो मच। अर्को भिडियोमा भेटौँला।